चढ्यौँ न स्याउ सुन्तला चढ्यो भने मान्छे भाइ धर्म हुन्छ नि त केटाकेटीहरूले खाओस् को आउँछ कोही आउँदैन फेरि यहाँको लाँदैन नि यहाँ चढाएको यस्तोको खाँदैन यस्तोको खाँदैन कि धेर नचढाउनु भन्ने विधि मात्रै हो टेम्पुरामा चढाएछ मुलाहरूले बेसी बाजा उतारेको चाहिँ खान्थ्यो यहाँतिर राम्रो राम्रो लुगा कपडा हुन्छ चौधर खै तर त्यो चढाउनु म चाहिँ अब भिडियो गरेको गर्छु है सबै पो ल्याएको रहेछ त छोरा ल्याएको मिठाई छैन एउटा ल्याइदिनु सक्नु विदेश हो कि एउटा पनि छैन त्यो भइगयो त नियम छ हो त्यो मैले क्यामेराम्यान भएको अनि दुई चढाउनु यो पनि खैनी होला खैनी नबिर्सी लाउनु नाम मेटियो छ नि त नाम मेटि गएको होला त्यही त फोटो थिएन राखेर अनि कति बाल होला होइन पहिला राख्नु न होइन सिराज कता त ढोकामा माथि राखिदिनु ढोका बनाएको अर्थै भयो लाइटर बोक्नु दाजुलाई नन्दनमा दाजुसँग अब धुप जलाउँदै बाउ छोरा अब बाउ छोरा धुप बाल्दै राख्नु न हुन्छ पालो अनि यो स्याउमै गाड्दिउँ न कि भुइँदैको गाडो पैसा त अगरबत्ती अगरबत्ती भुइँमा गाड्दा नि फुल लगाइदिनु यो फुल साथी यो माथि लगाइदिनु स्याउमै गाड्दिन म हेलो फुल लाउनै फुल पहिला होइन यो माथि लाउनु न कहाँ लाउनु लाइटर तिमीले लगाइदिनु पर्छ
होइन बत्ती बाल धुप धुप लाग्छ पर यता सिर सुरै लगाइदिनु न लु ओ धुप फुलहरू त लगाइदिनु नि उसको नाम धुप गाडिदिनु बाउ छोराले धुप गाडा त अब निभाउन हातले यसो गरेर जलिसक्छ भयो नि ए एउटा सल्टै छ ए मनी लगाइदिनु होला नि त राम्रो हुनु है अरे सबै एकछिन यहाँ सामान दाना जस्तो एउटा खडा भएर सबैले टोक्छन् तत्ति बनाउन अरू पनि आउँदैछ सँगै आउँदैछ अरे आउँदैछ अरे मान्छे हुन्छ आज त त्यही त माता हो माता के पर्खिने मलाई देखाइदेऊ के भन्नुहुन्छ हजुर पर्खिने सानो उहाँहरूको अब इच्छा छ भने छैन भने किन पानी भित्र नै गइरहेछ मङ्गलबारेमा छ अरे मङ्गलबारेमा त हामी सकेर पत्रीमै हो ए फोटो कि भिडियो गर्नु यहाँ राखिदिनु ढोकाको छेउमा आशीर्वाद दिनु मधेस गर्दै जान्न मलाई केही पठाउँदै साधाक दिनु सम्पत्तिको साधाक दिनु छोराको घरमा सबै आशीर्वाद दिनु छोरालाई देश सबैलाई शान्ति दिनु मरि गयो होइन गयो अझै हुने कुरा भइगयो हामीले त्यही त बाटो रोजिहाल्यौँ त बेला त भएकै थिएन नि डबल हुन्छ एकजना आउँदै थियो त अब आएको रहेनछ को आउँदै थियो ए मङ्गलबारे भने त के पर्खाइ होइन को एकजना आउँदै थियो होइन मधुवारो अब उनीहरू त भरे अब जाउँ मुखजुट हार गर्ने भालु गरेर जाउँ माइला ल चढाउ त खाइ नि म यहाँ तिमीलाई नखोल हो त्यही पकेट ल ल ल ल सबैजना काटिदेऊ न त ल ल लु भन्छ
बाउलाई बोला है कोही वही हो नि ल ल अब अघि चाहिँ भिडियो बनाऊ भिडियो बनाएको छ बनाए त होइन यो हाम्रोले ए दाजुले बनाऊ न बनाऊ त यहाँबाट देखिन्छ नि होइन कस्तो देखिन्छ खोइ कहाँ त्यही त यहाँ हेर न ए यहाँबाट हेर न यहाँ देख्छौ त्यो मान्छे हेर न मान्छे छ यसो तरकारी हेर्नु पर्यो नि त अच्छा देख्छ ल भन्छ राख भयो like a Facebook. पापाहरु चाहिँ आजै आउनु भएको अहिले आइ भएन बोक्ने मेरो अर्को थियो अर्कोले बोकिदिन्छ नि अघि अर्कोले बोकिदिइहाल्यो त्यो मेरो अर्को हावाले दिएन होला मैले बोक्नु अर्को अघि हावाले पो होला दियोमै बाल्दिम हुन्छ उताबाट बाल्यो यहाँ आगो बेलाको छु यही हो कति बाल्दाको भन्ने आँट त्यति नन्दुपाको होइन यो अर्को मेरो थियो नि त आगो त कति भयो फेरि छुट्टी खाइरहेको छु नि त हो त्यो बाटो उसलको यसो गर यसो गर्ने उसो हुन्छ अब साढे 4 बजे राख्ने त भइहाल्छ यहाँ ठुल्ठुलो कम्पनी भयो यहाँ ठुलो लेखेछ यहाँ टाल्नु भने टर्न हेर त अब ठुलो भाडा बसाउनु पर्छ दिएका अब 3 तला भयो नि हेर बजेको पाउ भयो होला नि हजुर अब गाड्दै यो लेखे ठुलो यत्रो आमा त्यही छ भने त्यही बनाउनु छ के भन्नु छ जिन्दगीमा त्यही भन्नु छ माथि छ मेरो सम्झरी एरियामा यो जङ्गलमा त फेरि यस्तोहरू बनाएको जसको नाम नि यो पनि हराइदिन्छ यसरी यो बनाइराख्यो भने चाहिँ आफ्नो बारीमा हो भने मेरो सीमा बाटो हिँड्छु छोरा नाति पाल्ने पनि हेरी खाने किन चाहियो भने आशा मात्रै हाम्रो त त्यही र त नि सबै बारीमै राखिन्छ यता तर हाम्रो यता नानीहरूको हामी त बारी हो नि यहाँ पनि तपाईँहरूको मतलब अहिलेको घरमा पनि राख्नुहुन्छ बारीमै बाई घर त अनि बारी नै राख्छ त हाम्रो गाउँतिर राख्छ कि हाम्रो चाहिँ खोइ पहिले सबै उता मामलातिर बस्नु भएको अरे बुवाहरू अनि त्यहाँबाट अनि सबै लिम्बूको मात्रै रीति गर्नुहुन्छ हाम्रो त एउटा आउँदैन एउटा त्यही धान चढाउने नुहागी चाहिँ गर्नुहुन्छ बुवाले नभए त अरू त केही नै गर्नुहुन्न होइन अहिले त परिवेश आयो है बाख्रा अब यहाँ खान खानै आएको होला नि ल अब जाउँ तर आइसे त धान खोइ आएन भान्जो
भिडियो भक्कु बनाइदिनु पर्यो हेरौँ यता एकदम तकडा भएर हामी बुढी 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 जान्छौँ तन्नेरी तन्नेरी होइन अर्को लिएर आउँछ सायद हामी त नमेसी त्यसकायो त्यसपाई कायो अन्त सो भनी सही खातो नसही खातोको रहेछ अब के गर्नु हामी ममता खर्ची मैमनको रहेछौँ हामी पनि बाटो त्यही भन्दै हाम्रो नामेसी खालके समय हुनुहुँदो रहेछ मेरो मुरी एक खालके समय किन्दा नाना भयो र त्यस्तै नामेसी केही गायो थप्कायो सिहारू छोराछोरीहरूलाई आशीर्वाद मम्रो हामी दाजुभन्दा आशीर्वाद तिन पर्छ र केही छोली महिना ठुलो महिना है मेरा नानी खालके समय हो अनि लुङडुपा मेरो भाइ हो लुङडुपा तिमी नाम लुङडुमै हो भन्दै यो भनेको हामी मात्रै नभएर सबैमा यस्तै भएर मर्नुपर्ने बाँच्नुपर्ने थाहा हुँदैन स्वर्ग जानको लागि जो मेरो नामलाई आज म बुवाले पनि समस्त गर्नु आएको छु आएर मेरो नामलाई पनि ए भारतमा दिँदैन 20 रुपियाँ तडा राख्छु तिमीलाई जहाँ पानी खानु तिर्खा लागे पनि मेरो नामलाई भोक लागे पनि बुवाले र हामीलाई एकदम समरी चाहिँ नगर्नु मरिदिनु भन्दै मेरो नामले छोराछोरीहरूलाई पनि आशीर्वाद दिइराख्नु बुढाहरूलाई पनि दिइराख्नु छोरीचेलीलाई पनि बाबालाई पनि दिइराख्नु भन्दै मेरो नामलाई आज भेट्नु आएँ ठुलो महिना है त नाम्यौ अनि के पो गरेन लहरी माया राई नाम्यौ अनि श्यामा हपी पसामा हपी कम्ती है नाम्यौ ठुलो महिना है ठुलो महिना सम्झौँ बुवाले मेरै जस्तो इन्खाला केसामा हुनुहुँदो रहेछ र भन्दै म बुवाले आजको दिनमा मैले मेरो नानीलाई सौ गरेको छु र तिनीहरूले एकदम हामीलाई के भने एकदम क्षमा दिनुभएर एकदम हामीले भनेको जस्तो पुरेर तिमीलाई म त्यस्तै भन्छु र सरकारलाई ठुलो महिना है ठुलो महिना हाम्रो साउनको साइमनमा सही भनेदेखि सन्तोक ममको है नामेची अनि लहरी मेरो नामेची त्यही ठुलो महिना है हामीलाई र म बुवाले पनि आजको दिनमा सहरमा आएको छु र हामी तिमी भनेको हामी बिस्तारी नानीहरूकै साथ जस्तो आउँछौँ त्यसो र अहिलेसम्म चाहिँ केही ठुलो महिना है नाम्यौ छिमा स्वर्गीय लहरी माया राई जिल्ला सङ्घसभा नोम गाविस वडा नम्बर 7 निवासी बुबा स्वर्गीय आइताबहादुर राई र आमा सेतीमाया राईको छोरीको रूपमा जन्म भई विक्रम सम्वत 2053 सालमा बुबा छत्रमान राईको छोरा प्रभुराम राईसँग वैवाहिक सम्बन्धमा बाँधी जीवनयापनको क्रममा जिल्ला झापा शिवशताक्षी 1 धरमपुरमा स्थायी बसोबास गर्ने क्रममा 46 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै स्मृति स्वरूप सपरिवारद्वारा यो कपुरथान निर्माण गरिएका छौँ र श्रीमान प्रभुराम राई छोरा अमीर राई छङमा हेमकला राई छोरी ज्वाइँ ज्योति राई प्लस निमराज राई नातिनी ज्योप्सीमा राई विक्रम सम्वत 2082 10 महिना 29 गतेका दिन आज यो कपुरथानमा चोख्याइने काम गरिएको छ। ल यहाँ देवदेव हुनुहुन्छ बहिनीहरू रक्सी खाउँ न हो खालु चिसो खाउँ होइन
नखाने म गरिदियो बाई बाई म डल्ला मन मम्मी नै खाऊ बसो ल छोरा जाना भएर यसो पायो भनेर एकजना तालुका हाले मुला हाले खाऊ व्यस्त भइरहेको छ खानेहरूलाई कर लाउँदिन मलाई सबै त्यस्तो कुरा नगर नबर आयो अलिक भानु घटेको छ अनि त्यसमा कोही पनि भन्छ 2 वर्ष बाँध्ने 1 वर्ष पानी काका देख्यौ मेरो काका त्यो एउटा मोरेको फिल्म बनाएको अरे ओल्नु बाँको गरे मरिगयो त अरे छैन होला सुटिङ गर्दै थियो अरे भइसकेको छैन होला पुरा चाहिँ राम्रो ओल्नु बाँको थियो अरे कति राम्रो बस्नु मर्नु मर्छ नि त त्यो फिल्म बनाउनु अनि त्यो त मरेको फिल्ममा पनि ओल्नु त बाँको थियो खाएर उफ्रेर घटाएर फेरि खाएर जाने घट्दैन अहिले एक पाउ पनि घटेको छैन अब यो पास पनि दिने तीनजना आएको पुस्तक बनाएको लक त लाग्यो साथमा मिल्नु पर्यो त कतामा नाप्ने गर्थ्यो जसले पनि म तार्दैन राति बेगो भएन अर्कै नानाहरूकोमा हो विश्वले हेर्छ नि भयो
बस्छ त हो काफी बेगी नागमा बसेर यस्तो यस्तो घुमाएर बनाइदेऊ न भिडियो थाक्ने पऱ्यो देखाउ न यताउता नाच्ने मान्छेहरूलाई त के निनी चाहिँ कहाँ जानु ए निनी सुतिरहनु भयो मुरली बस्छ नि मुरली बस्छ त्यो खुट्टा घुमाउने हो के चाहिन्छ मागौँ आज र यता हेर है भिडियोमा अनुहार देखाऊ है अनुहार देखाऊ यता चाहिँ अलिक अधुरो देख्दो रहेछ त्यहाँ त खोर्सानी काटेको थिएँ नदोइ बस्नु हुँदैन है खोर्सानी मलाई लाग्दैन मैले काटेको है मैले पिरामा काटेको खोर्सानीको अचार कति मजाले मिठो लाग्यो कि अब नाचिसकेँ म भिडियो हुँदैछ है ए यसरी अहिले त नबनाउन म कसले भनेर सामुतिर भर्खर आफै नाचिरहेको यतादेखि त अधुरो देख्दो रहेछ अधुरो देख्दो रहेछ मधुरो काम परेर होला यो रोटी लाउँदैछ हामीले पकाएको रोटी जस्तै छ त कसले लायो कसको खेलका हेर है उनीहरु कति कहाँ गतिलो रहेछ रे गेडागुडी रहेछ आयो झिल्के आयो भन्ने हैन कसले हालेको यही नाम हेर्नु न त कसले त्यस्तो अब मै रोटी त्यस्तै रहेछ थुम्सिके जस्तो हो सन्देश लगाएको रहेछ सन्देश युवा ए अब के गर्नु साली छैन नाच हेर न यहाँ कोही कोहीजना म यस्तो भिडियो बनाउँछु नाचो नै दाजु उठ त सेतो रङको होइन नाच हजुर कुकुरलाई हान्ने हुँदा सक्खोको गाडी गर्छ नि सिधा बनाउनु सक्खोको फेरि घर हुन्छ नि यो अनि भित्र भाँचेको छ कहाँ भित्र त हुँदैन ढुक्क लडेको अनि सिटिकाको होस् न अनि भिजेको छ लडेको पो रहेछ मेमजिनुलाई पो रहेछ बिमजिनुलाई पो लडेको रहेछ त जमजोरमा लडेको त नुहान हो नि त त्यही त हो नुहान हो लडेको रहेछ त निन्द्रामा बिमजिनुलाई ठिक छ
यो घर होइन त्यो होइन बब्बकै बत्ती छ बन्द गरिदिनु मेरो बन्दैन है ए पारै नि त्यसले जितिहाल्यो नि तिमी मात्रै जाने सबै जानु जेठाजुले मलाई टेकी पठाउँछ होला छेउछेउ नआउनु त यहाँ अब रात अन्जानमा हो नि त अन्जाना मान्नु पर्यो नि त अन्जाना उठाएको गोली हाल्छ ठुलोले त ठुलोलाई त जितिहाल्यो नि त्यही त बिचरा कहाँ पाछ त आज जीवन अनुसार बद्नु त्यो यत्रो बुफा ल्याउनु पर्थ्यो नि त यत्रो गाँठोसँग ल्याएको छैनौ यत्रो हुन्छ अलिक कम्ता खराब बज्दैन चाहिने छ त्यो अन्त कम्ती राम्रो बज्दैन ल्याएको एउटा त त्यो ल्याइदिनु पर्थ्यो त नन्द बनाएको छ भने के थाहा मलाई तिम्रो फेरि साथी नि थियो नि यहाँ ल्याइदिनु पर्थ्यो डुङ्नु पर्थ्यो नि त्यो कम्ता ठुलो बज्दैन त्यो मैले जानिनँ होला ए ल्याउ न हो दाजु नाच्नु अनि के तिमीलाई त छिटो गरेर भन्छ नि नाच यहाँ अब मैले नामी यहाँ छिटो नाच छिटो नाच अरे तानो तानो तानेर ल्याऊ तानेर ल्याऊ यहाँ यहाँ कान्छी भाउजूले यहाँ मिलन रामा भाउजूले यहाँ सबै अब यहाँ छिटो छिटो गर न छिटो गर न हौ छिटो नाच भन्दैछ अहिले म तिमीहरूलाई छिटो नाच है अर्को लगाइदिने भन्छ भिडियो च्याउडा सबै कान्छी भाउजू त ल्याउनु
नक्कली नाच्नु पर्छ हौ नाचमा नाच तिमी नि गर तर खाऊ पहिला नाच्न नाइ नै ओ पारीबाट आउँदै रहेछ है थाकेको अलि छमछम नाच्नु पर्यो क्या अल्छी लागे जस्तो भयो नाचेको यो अल्छी वाला भयो जानु जानु हल्लेको थियो होला ब्याट्री पो सक्नु लाग्यो ल मामा पनि नाचे अहिले चाहिँ ल रोटी पर्दैन नि त फेरि थाक्यो नि मोटी मान्छे मोटी भएपछि त्यस्तै होइन ए ब्याट्री नाचिरहेछ नि मामा ल ट्याक्कै 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 आउँदैछ नाच्नेहरू क्यामेरा नै त छ नि जानु हटाइहाल्छ नि लामो छ गीत कसो नाचेर केटी यहाँ हेर केटी कसो नाच्दैछ भन्छ बेलमिना हेर्ने नुए
अब बहिनी अनि देल्मी हेराउनु भनेको भन्छ भन्दै देल्मी भिडियो भिडियो नाच्नु तपाईँ नाच्नु म भिडियो गर्छु जानु के छ सतीक्षा ठिक छ के छ भाइ ठिक छ मेरो चिसो सकिएको अनि खोइ त अनि ए रोटा पो पाएको दुईजना त्यस्तै सेम सेम छ त त्यस्तै त्यस्तै कपालहरू कसको चप्पल हो तिम्रो मेरै हो मेरो पैसाले मैले हाते म त नाचिसक्यो हाम्रो सीतारामलाई नाचाउनु होइन म म त यहाँ क्यामेरामा ए भाँचेको छ ननाच्ने हो म ननाच्ने नाच न नाच नाच न लु नाच नाच हो झिल्के आयो हाय 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 सबैभन्दा ठुलो अङ्क देख्यो नाच न ए भएन सुहाइराखेको थियो त लु नाच न नाच ए नाच न ए नाच नाच ल ल नाच न यो बाउ छोरा हो भनेर भन्नुपर्छ लु छिटो मैले हाते नाच न नाच न बाउको रहर छ बाउ छोराले राम्रो गर्ने भिडियो ल ए आमा पनि छ त साथी यता लु तेरिकाले छिटो न यो आमा भएको बेकाम भयो है लु नाच न नाच नाच बुढो नाच मात्रै आउँछ क्या बुढो नाच त अहिले राम्रो मलाई जित्यो यस्तो मात्रै आउँछ यता हेर है तरुनी हो तरुनी हो लु हेर है तन्नेरी हो लु हेर हेर तरुनी तन्नेरीहरू लु हेर त फेरि एउटा भुइँ रोक्नु आँटेको जस्तो भनेर पो त्यहाँ होइन के हौ राम्रो हाँसेको डाँडा घरे साइली नाच न मजाले डाँडा घरे साइला मैला नाच त दुईजना हौ यताउता कसरी नाच्नु डाँडा घरे साइलीको खुस्किसक्यो कसैको ढाड यसो
यस्तो माइला सिकाएर नाच्दाखेरि दामै गर्छ त हल्लाउनु भयो होला धेरै के छ ठिकै बजार नाच्दा मलाई खिच गरेको यस्तो होला नि त ल नाचौँ है नाचौँ नि नाचौँ न सक्दैन सकेको कहाँ सक्दै यत्रो त सक्छ कहाँ भयो बजार कहाँ सक्दैन यहीँ देखाइराख्नु गाने हौ न अब यहाँ यो महिनाले नसाएर मलाई सक्दैन तेरो नाच्नु पर्छ अब पसिना पुरी गर्नु कान्छा र महिला नाच्नु पर्यो नाचौँ न ल ल यता यता सँगै हेर यो म नाच हेरेको राम्रो त गीतको धुन सुन्नुपर्छ एकदम दिनुपर्ने भयो यहीँ चाहिँ भिडियो गरिराख्नु ल टिकटक भिडियो बनाएको कि यहाँ मेरोमा फुल भयो ए मेमोरी त के छ मेरोमा पठाउँछ अरू राम्रो नाच त्यो मलाई राम्रो नाच नाच्नु है नाच्नु मामा अलिक अगाडि जानु म चाहिँ हेर्दै नाचेको भएन गीत भन्नुहोस् भन्नुहोस् दिइरहेको छु एकदम यो बिरालो नाच्नु नसक्ने ए मस्किया छौ तिमी मस्किया छौ भन सेनाले सिकाएको हामीले आउँछ नि किन रोटी खाएको भनिदेऊ किन रोटी खाएको ल खाने गर सब्जी चाहिँ खाउँ लाग्यो के गर्नु पिरो चाहिँ पिरो पाका पाके ल मामा र माइजू नाच्दै हुनुहुन्छ
ल म सकिनँ भन्छ भयो नाचिरहनु भएको त ल परे आउँदैन मलाई त बिर्सिसकेको छ आज त हौ पहिला त टेप गलाउने गरी नाच्नु भोलि पर्सितिर युट्युबमा हाल्नु पर्यो ट्याक्क लगाएर सबले हेर्ने ल राम्रो हुन्छ के भन्छ ठिकै टिस गर्दाखेरि बस्नु पर्यो राम्रो छ पारा ल्याइरहनु भयो ल ट्याक्कै राम्रै नाचिराख्नु भयो दुईजना रहेन त बाजु सकर टेप गलाउँछ होला तिमीले हजुर टेप गलाउने भयो टेप ए क्यामेरा गलाउँछ त ल बहिनी नाच सिकाएर नाच्न पर्छ भन्नु क्या ढिलो ल नाच्नु नाच्नु है आन्टी नाचौ यहाँ छिटो यो गाना त सुन्नु भएको रहेछ दुईजना पारा ल्याइराख्नु भएको भयो गाना लामो रहेछ है ल नाच नाच कान्छी नाच्ने नाच बहिनी बहिनी आऊ नाच नाच र बहिनी नाच्ने नाच्ने भिडियो बनाउने बजाइन अर्को दिन नाच्थ्यो होइन त्यो गीतमा भन्नाले आउँथ्यो ल ल नछाडै नछाड गीत अर्कोलाई भन्छ छिटो लगाइदिनु छिट्टो लगाइदिएर भन्छ एकछिन लामो लामो छ त्यो छिटो छ लगाउनु छिटो मसिदा भनौँ सेवा अनि घुम्दै घुम्दैन ल छिटो गर छिटो सबै नाच त छिटो अनि घुम्नु नाच्नु धेरै तालिम हुनुपर्छ न खुबै
यही छ गीतमा धेरै कुरा आफूले जलमार्को छ नाच है अगाडि साको नाचा न हो नानी हो त्यो डाँडामा ल है फोहोर हो त्यो डाँडामा बेर छैन नानो त नाचे घाउ पो दुखेको नङ त निसिसकेको नि त्यो पनि आज लास्ट ल उठा न त्यसपछि त नाच दे बोलो है देप्पा नाच नि देप्पा कहाँ गो मन पर्यो लै बुढा गाह्रै छ नन्द म गोरी त छैन है गोरै छ है काली छैन है ल ल बाई होइन मान्छे त आएन त नि अब त कति 2 दिन भएर आएन अब जाउँ अब लु हिँडौँ भाँडाहरू बोकेर हिँड्नुपर्छ लु भन्छ राको अब क्यामेराम्यान सबैले खिचिदिएको ल सबैलाई एकचोटि जानु ल अब के भन्छ भन्छ कल्ले खाने हो देपा राम्रो न कल्ले लाने हो ल अनि के नाच्नु छोडेर के हो एलिना नाच्नु छोडेर ल देपा नाच्नु
ल दामी छ होइन नाच्नु न सक्यो मेरै कुरा गर्दैछ कसो दीक्षा यहाँ तिमी ए हिँडेको तिमी यहाँ यहाँ टाटा बाई बाई ल बाई 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 हे बाई बाई हिँडेको भरि आयो चाहिँ भनेछ अरे